आजको वचनको शीर्षक छ परमेश्वरले तपाईँलाई बदल्न चाहनुहुन्छ। प्रिय दाजुभाइ तथा दिदीबहिनी, आजको सन्देश हाम्रो जीवनको एकदम महत्त्वपूर्ण सम्बन्धी छ। परिवर्तन। धेरैजसो मानिस सोध्छन्, के म परिवर्तन हुन सक्छु? म कहिले नयाँ जीवन पाउँछु? के म नयाँ जीवन पाउँछु? बाइबलमा हामीलाई स्पष्ट बताइन्छ कि परमेश्वरले हामीलाई बदल्न चाहनुहुन्छ, तर हामीले आफ्नो मन, विश्वास र इच्छा पनि देखाउनुपर्छ वा जरुरी छ, ताकि परमेश्वरलाई हाम्रो जीवनमा कार्य गर्न ढोका खोलियोस्। रोमीको पुस्तक 12:2 भन्दछ, यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीले जाँच्न सक। आमेन। परिवर्तन केवल बाहिर व्यवहार मात्र होइन, तर मनको परिवर्तन परमेश्वर चाहनुहुन्छ। जब हाम्रो मन नयाँ हुन्छ, साँच्चै नै हाम्रो जीवन बदलिन्छ, स्वाभाविक रूपमा बदलिन्छ। र साँच्चै भन्ने हो भने परमेश्वरको इच्छा हाम्रो मनको परिवर्तन नै हो। परमेश्वरले हामीलाई पुरानो बानी, डर र पापबाट मुक्त गर्न चाहनुहुन्छ। दोस्रो कोरिन्थी 5:17 यसो लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। यस वचनले हामीलाई पुरानो जीवनबाट हामीलाई परमेश्वरले नयाँ जीवनतर्फ अगाडि बढेको देख्न चाहनुहुन्छ। तपाईँलाई परमेश्वरले नयाँ जीवनतर्फ बढेको देख्न चाहनुहुन्छ, जहाँ परमेश्वरले तपाईँलाई आशिष, अनुग्रह, समृद्धिको भरपूरता राख्नुभएको छ। तर प्रिय मित्र, परिवर्तन सुन्दा जति मिठो लाग्छ त्यति सजिलो कहिलेकाहीँ नहुन पनि सक्छ। हो, हामी प्रयास गर्छौँ, इच्छा गर्छौँ, तर वास्तविक परिवर्तन पवित्र आत्माको शक्ति बिना सम्भव छैन। प्रिय मित्र, फिलिपी 1:6 यसो भन्दछ, मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पुरा गर्नु हुनेछ। मात्र केवल हामीले उहाँमा भरोसा गर्नुपर्छ र उहाँले हाम्रो जीवनलाई रूपान्तरण गर्नुहुन्छ। तर हामीले दिनौँ केही अभ्यासहरू भने जरुर गर्नुपर्छ। प्रिय मित्र, दैनिक प्रार्थना गर्न नछोड्नुहोस्, बाइबल पढ्न नछोड्नुहोस्, पुरानो बानीहरू त्याग्ने इच्छा गर्नुहोस्, त्याग्नुहोस्, छोडिदिनुहोस्, अनि प्रेम, क्षमा र सहिष्णुताको अभ्यास गर्नुहोस्। यी सुन्दर छन् जसले हामीलाई परिवर्तन हुन सहायता पुर्याउँछन्। सुन्दा साधारण लाग्छ, तर यी नै कुराले हाम्रो जीवनलाई वास्तविक परिवर्तनतिर डोर्याउँछन् र सफल पनि बनाउँदछन्। तर प्रिय, एउटा कुरा नभुल्नुहोस्, हाम्रो परमेश्वर कसैलाई पनि जबरजस्ती गर्नुहुन्न। यो कुरा सत्य हो, परमेश्वरले तपाईँलाई बदल्न चाहनुहुन्छ, तर उहाँले तपाईँको इच्छा र सहभागिता पनि हेर्नुहुन्छ। पुरानो बानी छोड्नुहोस्, या भनौँ नराम्रो बानी त्याग्नुहोस्, परमेश्वरको मार्ग अपनाउनुहोस्, हरेक दिन आफ्नो मन नयाँ बनाउनुहोस्। आज अहिले नै मनको परिवर्तन सुरु गर्नुहोस्। परमेश्वरको शक्ति र प्रेमले तपाईँलाई नयाँ जीवन दिन तयार हुनुहुन्छ। आमेन।